यति एउटा काम चाहिँ अब भने चाहिँ नेपाली महिला खेलाडीहरूले चाहिँ गर्नै पर्ने छ है। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। अहिले चाहिँ म ड्युटीमा छु, देख्न सक्नुहुन्छ होइन, ब्याकग्राउन्ड तपाईँहरूले देख्न सक्नुहुन्छ। त्यसको लागि सरी भन्छु, ब्याकग्राउन्डहरू नोइजहरू आउन सक्छ, त्यसको लागि सरी भन्छु। भिडियो अन्तिमसम्म हेर्नु होला है। च्यानल नयाँ हुनुहुन्छ च्यानल सब्सक्राइब गर्नु होला। र धेरै नै कुराहरू चाहिँ मनमा चाहिँ अड्केर बसिरहेको छ कि, धेरै नै कुराहरू मनमा अड्केर बसिरहेको छ, त्यसलाई चाहिँ रोक्नै सकिनँ मैले। सो ड्युटीमा हुँदा पनि अब चाहिँ म भिडियो बनाउँछु भनेर चाहिँ एकछिन ब्रेक मागेर चाहिँ म आएको छु र तपाईँहरूसँग चाहिँ मनभित्रको कुराहरू चाहिँ बोल्न आएको छ है त। सर्वप्रथम त इस्ट बेङ्गललाई धेरै धेरै बधाई छ होइन, डिजर्भिङ टिम थियो, हार्टली कङ्ग्रेचुलेसन भन्छु होइन। एसियाको साउथ एसियाको चाहिँ च्याम्पियन टिम बनेको छ होइन। सो सधैँ अब हाम्रो एपिएफ 1 छैन 2 छैन 3 छैन, एपिएफलाई जित्ने कोही छैन भन्ने जुन नारा थियो त्यो अब बिस्तारै बिस्तारै चाहिँ खस्किँदै गएको छ है, त्यो छ। अनि झापा वुमेन्स गोल्ड कपमा जुन गेम भयो, नेपाल पुलिसले एपिएफलाई हराएको थियो, त्यहाँदेखि सायद एपिएफको मोरल डाउन भएको लाग्छ मलाई चाहिँ, त्यस्तो लाग्छ होइन। सो यद्यपि एपिएफको गेम हिजो के भन्ने अब होइन, 3 गोल खाएर हारियो। एक्सपेक्ट चाहिँ मैले गरेको थिएन होइन, 3 गोल खाएर हारियो। एक्सपेक्ट किन गरेको थिएन भन्दाखेरि चाहिँ 0-0 अस्तिकै टिम त्यही टिम हो नि यार, फाजिला पनि थियो होइन। अनि सबै म्याक्सिमम् प्लेयरहरू त इस्ट बेङ्गलको त्यही प्लेयर नै खेलाएको थियो, त्यही टिमसँग चाहिँ ड्र खेल्यो पहिलो गेम होइन। त्यसपछि हिजो त्यही टिमसँग चाहिँ 3 गोल खायो होइन। सो अब खै के हो नेपालमा के हुँदैछ होइन। फाइनल जहिले पनि के, फाइनल पुगेपछि जहिले नि फाइनलमा चाहिँ जहिले नि हामी चुकिरहेको छौँ, जहिले नि फाइनल पुगेर के होइन, त्यो छ। सो यो सबै देखिरहँदा एकदमै धेरै फ्रस्ट्रेसन भइरहेको छ र धेरैजनाले चाहिँ के भन्नु भएको छ भन्दाखेरि साम्बा प्रीतिहरू होइन छैन, त्यही भएर चाहिँ एपिएफले हार्यो भन्ने तर्कहरू पनि गरिरहनु भएको छ होइन। उहाँहरूको एक हिसाबले ठिकै होला होइन, तर क्वेसन चाहिँ के हो भन्दाखेरि ठिक छ साम्बा हुनुहुन्न प्रीति हुनुहुन्न होइन, उनीहरू नहुँदाखेरि साम्बाको ठाउँमा को छ त अर्को साम्बा होइन। प्रीति छैन, प्रीति नहुँदा उसको ठाउँमा खेल्ने अर्को प्रीति को छ त, छ कुनै खेलाडी छैन नि हो। त्यो हो कि मेन समस्या भनेको, मेन समस्या भनेको खेलाडी उत्पादन गर्न सकिरहेको छैन, मेन समस्या त्यो हो कि। साम्बा छैन प्रीति छैन त्यही भएर गेम हार्यो होइन, हामीले त त्यही भन्छौँ नि, हामी समर्थकहरूले त त्यही नै भन्छौँ। तर मेन समस्या मेन प्रश्न के भन्दाखेरि साम्बा छैन भने अर्को साम्बा बनाउने हो नि त, अर्को साम्बा लिएर आउने हो नि त, खोजेर ल्याउने हो। ल कता छ है अर्को साम्बा कहाँ चाहिँ भनेर गाउँ गाउँ गएर जाने हो कि होइन। छ त यार कति छ खेलाडीहरू होइन, बस हामीले चाहिँ खोज्न नसकेको, बस हामीले चाहिँ भेटाउन नसकेको क्या। छ खेलाडीहरू जति पनि छ होइन, खोज्न सक्नु पऱ्यो कि। मेन भनेको अर्को साम्बा को छ त, अर्को साम्बा जस्तै खेल्ने, अर्को साम्बा जस्तै खेल्ने भए पनि त्यसलाई चाहिँ साम्बा जस्तै खेल्ने बनाउने वातावरण त बनाउन सक्नु पऱ्यो नि त, खोइ त होइन। यहीँबाट थाहा भयो कि एपिएफ पुरै साम्बा पुरै प्रीतिमा चाहिँ डिपेन्ड छ भनेर के पुरै होइन। र कतिपय खेलाडीहरूले पोडकास्टमा पनि भनेर आउँछ होइन, साम्बा भएन भने अब हामीलाई गाह्रो हुन्छ, अब गोल हान्ने साम्बा हो होइन, हरेक मोमेन्टमा लास्ट मोमेन्टमा चाहिँ साम्बाले नै जिताएर आएको छ भन्ने कुरा गरेर हुन्छ। यसको मतलब चाहिँ के भन्दाखेरि के बुझ्न सकिन्छ भन्दाखेरि खेलाडीहरू सबैजना चाहिँ डिपेन्डेन्ट भइसक्यो साम्बामा के होइन, त्यो देखिन्छ कि होइन। खेलाडीहरू साम्बा प्रीतिमा अब डिपेन्ड भएको हाम्रो एपिएफ टिम भने देखिन्छ कि। र गीता राणा नहुँदाखेरि होइन, प्लस गीता राणा आयो होइन, कति ऊ भयो, कति राम्रो फर्ममा आयो होइन। सो त्यो छ कि, तर त्यो होइन नि यार, एउटा खेलाडी भइसकेपछि अरू खेलाडीमा डिपेन्ड होइन कि, आफू बन्ने हो नि त होइन। एउटा खेलाडी भइसकेपछि होइन म चाहिँ साम्बा जस्तो बन्छु है, म बन्छु साम्बा जस्तो, म प्रीति जस्तो बन्छु है भन्ने त्यो त एउटा हुनुपर्छ नि त, छैन के। सो त्यो मेन समस्या त्यहाँनिर छ। अनि अर्को भनेको चाहिँ हाम्रो खेलाडीहरू चाहिँ के छ भन्दाखेरि चाहिँ भ्लगहरू गर्नुहुन्छ। मैले अस्ति नै भिडियो पनि भनेको थिएँ तपाईँले, सायद त्यो भिडियोमा पनि धेरैले नै मलाई समर्थन गर्नुभएको थियो, भाइले एकदमै सही कुरा गर्नु भएन, सही कुरै नै हो नि होइन। होइन कुन चाहिँ एउटा खेलाडीको नाम भन्नुहोस् त जसले चाहिँ भ्लग बनाउँदैन होइन। एभ्री प्लेयर्स सबै अहिले के छ भ्लग बनाउने, युट्युब च्यानल, टिकटक होइन, एभ्री प्लेयर के होइन। र आज मैले एउटा भिडियो हेरेको थिएँ टिकटकमा, हाम्रो यसो स्क्रल गर्दै थिएँ होइन, अल्सन राज भन्ने एकजना ब्रदर हुनुहुँदो रहेछ, उहाँले एकदम मिठो कुरा गर्नुभयो कि खेलाडीहरूले भ्लगहरू बनाउनुहुन्छ होइन, बनाऊ नबनाऊ भने बनाऊ होइन। नेपाल जस्तो ठाउँमा बसिएपछि आफ्नो एउटा के गर्नलाई चाहिँ भ्लगहरू बनाउँदा फरक परेन, बनाऊ। तर तपाईँहरू खेलाडी हो भने
कमसेकम एउटा भ्लग बनाउन सकिन्छ भने एउटा हाइलाइट हुन्छ नि एउटा खेलाडीको प्रोफाइल हुन्छ नि एउटा भिडियो बनाएर होइन मैले चाहिँ यति सालमा खेलेको होइन अहिलेसम्म यति गोल गरेँ भन्ने त एउटा चाहिँ भिडियो बनाउँदै आफ्नो बारेमा होइन एउटा हाइलाइट हुन्छ नि एउटा प्लेयर प्रोफाइल चाहिँ बनाउन चाहिँ किन सकेन भनेर चाहिँ उहाँले प्रश्न गर्नुभएको थियो खेलाडीहरूलाई यो मलाई एकदमै मन पऱ्यो कि ब्रदरले जुन क्वेसन्स गर्नुभयो नि हो नि त होइन एउटा भ्लग बनाउन सकिन्छ भ्लगलाई चाहिँ एडिट गर्न सकिन्छ भने एडिट गरेर हाल्न सकिन्छ भने आफूले गरेको एचिभमेन्टहरू आफूले खेलेको आफूले चाहिँ हानेको कति गोल छ त्यो कुराहरू आफ्नो प्रोफाइल बनाएर एउटा भिडियो बनाउन सकिन्छ नि त होइन सो त्यो छ अनि अहिले भनेको यस्तो हो कि अब अलिकति फर्ममा छ मिना देवा होइन अहिले मिना देवा पनि फर्ममा आइरहेको छ होइन सानै छ नि त तर सानै भए पनि राम्रो खेल्छ फर्ममा आइरहेको छ अब बिस्तारै अब त्यही अब उसले पनि पहिला त मिना देवाले टिकटक चलाउँछ भने पनि थाहा थिएन मलाई होइन को मिना भनेर नै थाहा थिएन होइन अहिले हेर्न त मिनाले धरि अहिले टिकटक खोलिसकेको छ होइन टिकटकमा अब ऊ पनि अहिले एक्टिभ भइरहेको छ होइन सो यस्तो हो कि जस्तो अब भनौँ न अब सिनियरले जे गर्यो जुनियरले पनि त्यही सिक्ने नै हो होइन सो त्यो छ कि नेपालको अब के भन्ने अब होइन भन्यो भने अब खेलाडीहरू रिसाउँला भने भन् डर होइन अनि खेलाडीहरूले चाहिँ अब नराम्रो मान्ला भने डर अब नभनौँ भने अब यस्तै छ कि अनि प्लस अब केही व्यक्तिहरूले भन्नुहुन्छ कति चाहिँ आलोचना गरेको भन्नुहुन्छ आलोचना होइन कि यसलाई आलोचना भन्दै भनेर यसलाई भनेको चाहिँ नेपाली फुटबल बचाउनको लागि एउटा फ्रस्ट्रेसन हो कि अति भयो नि त यार जहिले फाइनलमा पुगेर हारेको छ त फ्रस्ट्रेसनै भइसकेको छ नि त होइन र अर्को कुरा भने हामी नेपाली फुटबल फ्यान्स भइसकेपछि चाहिँ के हुनुपर्छ भन्दाखेरि चाहिँ राम्रो खेल्दाखेरि चाहिँ होइन खुलेर तारिफ गर्ने हो खतरा खेल्यो आउटस्ट्यान्डिङ होइन भनेर चाहिँ तारिफ गर्ने हो अब नराम्रो खेलेको छ कसैले बिगारेको छ भने यहाँनिर बिगाऱ्यो है गोल हान्न चुक्यो है कुद्न सकेन है भन्न सक्ने चाहिँ एउटा चाहिँ हुनुपर्छ एउटा फ्यान्स भइसकेपछि हाम्रो नेपाली फुटबल फ्यान्समा कमै मात्रामा चाहिँ त्यस्ता व्यक्तिहरू छन् होइन सो अब के भन्ने कि अब हामीले भन्यो भने होइन आज रश्मिले आज मिनाले आज चाहिँ उसले फलानुले होइन गेम बिगाऱ्यो भन्यो नि तँ गएर खेल्न त तैँले खेले जस्तो हुन्छ भन्छ क्या सो व्यक्ति होइन फ्यान हुनु राम्रो हो फ्यान हुनुपर्छ होइन फ्यान भएन भने फुटबलको ब्युटी नै हुँदैन होइन कोही प्रीतिको फ्यान कोही साम्बाको कोही रेणुकाको होला कोही होइन हाम्रो सविता राणाको होला कोही गीताको होला फ्यान हुनुपर्छ होइन यो नै ब्युटी हो तर फ्यान हुँ भन्दैमा अन्धभक्त फ्यान चाहिँ बन्नु हुँदैन कि मेरो भनाइ चाहिँ यो हो होइन अनि त्यो छ अब गाली गरिरहन्छ होइन आई डोन्ट केयर होइन हाम्रो काम भनेको ओभरअल फुटबल सुध्रियोस् होइन त्यो हो होइन र अर्को कुरा भनेको चाहिँ मैले भन्नै पर्छ फुटी फिभर नेपाल है मैले फुटी फिभर नेपाल खोलेको भनेको कसको लागि नेपाली महिला खेलाडीहरूको लागि हो क्या मैले तपाईँहरूको लागि खोलेको हो यो मेरो फुटी फिभर नेपाल भनेर विशेष गरी मेरो फेसबुक पेजमा जानुहोस् मेरो टिकटकमा जानुहोस् तपाईँले एउटा मात्रै अरू भिडियोहरू जस्तै कसैको भिडियोहरू देख्नुभयो कसैको फोटोहरू मेरो कसैको बारेमा लेखेको देख्नुभयो भने म अहिले नै फुटी फिभर नेपाल बन्द गरेर बस्दिन्छु किन भन्दाखेरि मैले जति पनि हालेको छु नेपाली महिला फुटबलको लागि हरेक एक घन्टामा मैले चाहिँ हालेको छु तपाईँहरूको लागि मैले होइन हाम्रो खेलाडीहरूलाई पनि होइन एउटा चाहिँ एक्सपोजर दिनुपर्छ हाम्रो खेलाडीहरूलाई पनि सबैले चिन्नुपर्छ भनेर मैले दिनकै तपाईँहरूकै बारेमा हरेक एक घन्टामा तपाईँहरूकै बारेमा तपाईँहरू कता गयो के खायो कता छ के छ ल आज यता उति भनेर एक कुराहरू तपाईँको बारेमा मैले हालेर आउँछु होइन अब मैले गल्ती गरेको छ भने आइएम भेरी सरी मैले गल्ती गरे जस्तो त लाग्दैन होइन मैले त एउटा नेपाली महिला फुटबललाई चाहिँ एउटा एक्सपोजर दिनुपर्छ एउटा प्लेटफर्म दिनुपर्छ भनेर चाहिँ त्यो एउटा सुरुवात गरेको र म गर्छु पनि होइन तर यसलाई चाहिँ तपाईँहरूले अन्यथा चाहिँ नलिनु होला होइन हाम्रो बारेमा चाहिँ यो त्यहाँ लेख्यो भनेर चाहिँ अन्यथा चाहिँ नलिनु होला भन्न चाहन्छु होइन फुटी फिभर नेपाली महिला फुटबलको घर हो होइन यति कुरा चाहिँ बुझ्नु होला है त चाहिँ फ्रस्ट्रेसनले चाहिँ सीमा नागिसकेको छ क्या धेरै नै सीमा नागिसकेको छ अब सबै फ्यान्सहरूले भनिसकेको छ कि अब त गेम हेर्न छाडिदिन्छौँ हामी भाइ भन्छ मलाई कतिले मेसेज गर्नुहुन्छ होइन अब त गेम हेर्नै नजाने भन्नुहुन्छ होइन हो नि त यार होइन फ्यान्सहरू सबै निराश भइसकेको छ होइन जहिले फाइनलमा पुगेर चुक्नु परेको छ फाइनलमा पुगेर हार्नु परेको छ होइन यो पटक चाहिँ जित्ला है भनेको जहिले यस्तै हुन्छ अब यो विषयमा चाहिँ हाम्रो प्लेयरहरू पनि एकदमै के भन्छ नि एकदमै सोच्नुपर्ने अवस्था आइसकेको छ कि हाम्रो प्लेयरहरूले पनि होइन हामी केमा चाहिँ चुकिरहेछौँ थाहा छ तपाईँहरूलाई थाहा छ तपाईँहरू केमा चुकिरहनु भएको छ भनेर यार हामी बाहिर बसेर हेर्नेलाई चाहिँ थाहा छ भने होइन एन्फामा भ्रष्टाचारी छ होइन राम्रो कोच पाउनु भएको छैन राम्रो ट्रेनिङहरू पाउनु भएको छैन होइन हामीलाई सबै थाहा छ
हामीलाई बाहिर बस्ने मान्छेलाई हामीलाई थाहा छ भने तपाईँहरू त खेल्ने खेलाडी हो नि तपाईँहरूलाई त थाहा नहुने कुरो हुँदै हुँदैन त तपाईँ किन चुप हुनुहुन्छ कि यो हो नि त तपाईँहरूको यार आजभन्दा म त अहिले भनिदिन्छु होइन रियल कुरा गरौँ न आजभन्दा 1 वर्ष 2 वर्ष अगाडि नेपाली महिला फुटबलको चाहिँ 2-3जनाको खेलाडीको नाम भनौँ भन्यो भने कसैलाई पनि थाहा थिएन कि त्यो साम्बालाई चिन्थ्यो होला होइन अनि त्यसपछि हाम्रो रेणुकाहरूलाई चिन्थ्यो होला अरू कसलाई चिन्थ्यो अहिले हेर त होइन 23जनामा 23जनाकै नामै याद होला कि त्यस्तो क्रेज छ नि अहिले यस्तो क्रेजको बेलामा तपाईँहरूले किन चाहिँ तपाईँहरूको बारेमा तपाईँहरू बोल्नुहुन्न कि यार बोल्नुहोस् न यार तपाईँ अब गर्ने बेला चाहिँ यही हो कि बोल्नुहोस् के तपाईँहरू बोल्नुहोस् लाखौँ होइन करोडौँ के अरे फुटबल प्रेमीहरू तपाईँहरूको यही दिनको लागि चाहिँ प्रतीक्षामा बसिरहेको छ कि कहिले चाहिँ हाम्रो नेपाली महिला खेलाडीहरूले चाहिँ आवाज उठाउँछ होइन अनि हामी चाहिँ तपाईँलाई समर्थन गरौँ भनेर बसिरहनु भएको छ कि होइन तपाईँहरूले बोल्नुपर्ने अवस्था आएको छ अहिले चाहिँ साँच्चै भन्दाखेरि के तपाईँहरू चुप बस्नुहुन्छ होइन अब एन्फाको भ्रष्टाचारको बारेमा एन्फाले गर्ने होइन तपाईँहरूले कति दुःख पायो होइन त्यहाँ उता जाँदाखेरि के अरे सिलोङ कता 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 जाँदाखेरि इन्डियामा जाँदाखेरि कति दुःख पायो तपाईँहरूले होइन भमिट भयो त्यहाँ तपाईँहरूलाई क्या भमिट भन्दाखेरि एउटा त्यहाँ टावेल दिएन त्यसरी तपाईँहरूलाई भोगभोगे लिएर गयो त्यस्तो हुँदाखेरि पनि तपाईँहरू बोल्नु भएन कि यो तपाईँहरूकै कमजोरी हो कि अनि गाली खानुपर्छ नि तपाईँहरू नै हो कि गाली पनि खानुपर्ने तपाईँले पनि खानुपर्ने हो कि सो तपाईँहरू आफ्नै कारणले गाली खाँदै हुनुहुन्छ आफ्नै कारणले तपाईँहरूको जो के भन्छ जुन हाइप थियो त्यो डाउन हुँदैछ कि सो त्यही भएर बोल्नुहोस् प्लिज बोल्नुहोस् हामी छौँ होइन हामी छौँ होइन बरु विदेशी कोच माग गर्नुहोस् होइन विदेशी कोच माग गर्नुहोस् के होइन बरु त्यो कोचको लागि त्यो विदेशी कोच जो आउँछ होइन खतरा कोच ल्याउनु पऱ्यो जोसुकै आओस् हामी बरु एन्फामा पैसा छैन भने पैसा त किन नहुने होइन भएको छ सबै पैसाहरू त अब कता कता लुकाएर आयो होला के होला कस्तो होला होइन तर एन्फामा पैसा नहुँदो कुरै हुँदैन यदि छैन भने एन्फाले भन्दोस् मात्रै हे नेपाली फुटबल फ्यान्सहरू हे नेपाली महिला फुटबल फ्यान्सहरू विशेष गरी हामीसँग चाहिँ कोचलाई चाहिँ तनखा दिने चाहिँ पैसा भएन हामीबाट चाहिँ पार लागेन त्यही भएर चाहिँ हामीले चाहिँ 1 महिनापछि चाहिँ कोचलाई चाहिँ हामीले हटाएको हौँ भनेर चाहिँ यदि एन्फाले भन्छ भने होइन हामी सबै नेपाली फुटबल फ्यान्सहरू सबै मिलेर कोचको लागि चाहिँ कति तलब दिनुपर्ने हो त्यो तलब अनुसार उसलाई कति वर्ष 5 वर्षको लागि ल 5 वर्ष होइन 10 वर्ष कति वर्षको लागि चाहिँ उसलाई चाहिँ तलब दिएर राख्ने हो हामी तयार छौँ कति तलब दिनुपर्ने हो होइन हामी तयार छौँ है यदि एन्फाले त्यो भन्छ भने हामी दिन तयार छौँ हामी पैसा उठाउँछौँ यार हामी फुटबल फ्यान्सहरू पैसा उठाएर तलब दिन रेडी छौँ तर बस तपाईँहरू बोल्नु पऱ्यो क्या तपाईँहरू बोल्ने नै हुँदैन तपाईँहरू बोल्नै हुँदैन कसरी हुन्छ क्रिकेटमा हेर्नुहोस् त अहिले कस्तो छ आम्मो क्रिकेटको क्रेज हेर्नुहोस् अहिले कस्तो छ क्रिकेट कहाँबाट कहाँ पुगेको छ हेर्नुहोस् अहिले तर हाम्रो नेपाली फुटबल के भन्ने अब यस्तो छ त्यही भएर यो सबै कुराहरू चाहिँ मनमा थियो होइन प्लिज है मैले के नराम्रो बोलेको रहेछु अनि तपाईँलाई के ठेस पुगेको छ अब भने चाहिँ आइएम रियली सरी भन्छु मैले जे बोलेँ मनभित्र भएको कुराहरू सबै बोल्दै बाँकी तपाईँहरूको हातमा लाइक गर्नुहोस् कमेन्ट गर्नुहोस् सेयर गर्नुहोस् केही पनि भन्दिनँ मनपर्छ लाइक गर्नुहोस् मन नपरे लाइक नगर्नुहोस् कमेन्ट तपाईँहरूको हातमा है त त्यही भन्दै आजको भिडियो चाहिँ बाट चाहिँ म बिदा हुन्छु धन्यवाद।